मिरपुर चोक मेट्रो स्टेसनमा आइसकेका छौँ है। मेट्रो स्टेसनमा आइसकेँ म अहिले, हेर्न सक्नुहुन्छ है। अब यहाँबाट म रोड क्रस गर्छु, यताबाट गाडी आइरहेको छ, हेर्न सक्नुहुन्छ है। यहाँबाट रोड क्रस भएर अब हामी पारी जानुपर्छ। पारीबाट यता गाडी आउँछ, अलि सतर्क भएर हिँड्नुपर्छ है। हेर्न सक्नुहुन्छ है, यहाँ अटोहरू लाग्छ है, हेर्न सक्नुहुन्छ। यहाँबाट पुरा यहाँ पार्किङ छ, हेर्न सक्नुहुन्छ। यो पार्किङ एरिया हो सबै, पुरै अफिसहरूलाई हेर्न सक्नुहुन्छ। यो बाटो हुँदै हामी रेस्टुरेन्टमा पहुँचिन्छ होइन, पुग्न सकिन्छ है। हजुर, मेरो भिडियो कस्तो लाग्छ लाइक कमेन्ट सेयर गर्नु नभुल्नु होला सबैजनाले होइन। न्यू ब्लग आइरहेको हुन्छ होइन। सत्यको बाटो हिँड्नुपर्छ सधैँ। हेर्न सक्नुहुन्छ, यो पुरै खाली छ यहाँ होइन, खाली पार्क छ है, हेर्न सक्नुहुन्छ है। हजुर, सत्यको बाटो हिँड्न सिक्नुहोस् होइन, नराम्रो काम नगर्नुहोस्, राम्रो काम गर्दै हिँड्नुहोस् र अगाडि बढ्न सकिन्छ। अब नराम्रो काम गर्नुभयो भने बढ्न सकिँदैन। होटलमा यस्तो यस्तो मान्छे हुन्छ कि चम्चाहरू धेरै हुने होइन, चम्चाहरू धेरै छन्, के गर्ने। गरी खानु राम्रोसँग दिँदैनन्, के गर्ने। यसले यता उडाले उता घोच्छ, उडाले उता घोच्छ है। सत्यको बाटो हिँड्न सिक्नु सबैजना, त्यति नै छ है। हेर्न सक्नुहुन्छ, म ड्युटीमा पुगेछ हजुरहरूलाई सक्छ। पुरा यो बस पार्किङ हेर्न सक्नुहुन्छ। यो बाटो हुँदै यहाँदेखि पल्लो छेउमा हाम्रो रेस्टुरेन्ट छ होइन, पल्लो रेस्टुरेन्ट छ। अनि यो बन्न लागेको अनि न्यू अफिस हाम्रो रेस्टुरेन्टको साइडमा बन्दैछ, हेर्न सक्नुहुन्छ गाइज। अनि मेरो भिडियो हजुरलाई के कस्तो लाग्छ